फुलपारी अनलाइन टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौं आज दिनभरिको मुख्य समाचारबाट। नेपाली सेनाले बडा दशैंको फुलपातीको अवसरमा काठमाडौँको सैनिक मञ्च टुडीखेलमा फुलपाती बढाई गरेको छ। सोमबार असोज 13 अपराह्न फुलपाती हर्ष बढाई समारोह आयोजना गरिएको हो। मुगलिन नारायणगढ सडक सञ्चालनमा आएको छ। तुइन खोलामा खसेको पहिरो पन्छ्याउने काम सकिएसँगै सोमबार साँझ 6 बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा 3 सल्लाहकार नियुक्त गरेकी छन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजय भद्र खनाल नियुक्त भएका छन् भने खनाल द हिमालयन टाइम्स दैनिक पत्रिकाका पूर्व सम्पादक पनि हुन्। बडा दशैंका कारण बीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा यात्रुको चाप बढेसँगै सिन्धुलीको विभिन्न ठाउँमा सोमबार 4 वटा सवारी दुर्घटना हुँदा 31 जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 20 भीमसेन स्थान नजिकै सोमबार बिहान आगलागीले 4 वटा घर र एक निजी मन्दिरमा क्षति पुर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्दै गाजा शान्ति योजनालाई अघि बढाउन उच्च स्तरीय वार्ता सुरु गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टीका निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचय पत्र सँगै संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ। आजको समाचार कस्तो लाग्यो त कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।